देखि यता बाटोको हो गर्नु होला है साथीहरू एक बारको जिन्दगी रमाइलो गर्नु होला निकै नै रोचक ठाउँ रहेछ र यहाँ भनेको महाभारतको सम्पूर्ण के अरे रामायणको कथाहरू दर्शाएको छ र पुरै यहाँनिर चाहिँ सबै थोक हेर्न मिल्छ महाभारतको यता रथ यात्रादेखि के रहेछ सबै यहाँ थोक रहेछ होइन तपाईहरू पनि आउनु होला भिजिट गर्नु होला हेर्नु होला अनि भगवानको दर्शन गर्नु होला है निकै नै रोचक ठाउँ छ ल हेर्नु तपाईहरू यसो मजाले हेर्नु र टाइम मिल्यो भने यसो आउनु भिजिट गर्नु कहिलेकाहीँ घुम्नुपर्छ होइन देश विदेशमा के कसो रहेछ सबै हेर्नु होला तपाईँहरू पनि आएर यहाँ चाहिँ सबै रहेछ देवी देवताहरू भित्र पनि रहेछ होइन हाम्रो मैले ठुकै चिनिन भन्दैछ तर निस्किया रहेछ विष्णु भगवानको रहेछ यहाँ विष्णु भगवानको मूर्ति होइन विष्णु भगवान चाहिँ कृष्णमा ल्याएको छ यता चाहिँ मैले ठुलै यो रहेछ मैले यहाँको खासै गर्न सकेन तर निकै राम्रो रहेछ म यहाँ एउटा दाइ रहेछ त्योसँग केही कुरो सोध्छु अब ल दाइ कहाँ आउनु भएको छ अहिले अनि कस्तो लाग्यो त घुमेर रमाइलो लाग्यो सर्पको माला लगाएर फोटो खिच्ने मन थियो तर धेरै डर लाग्यो त्यही भएर भागेर यता आएको ल यहाँको के अरे ऊहरू भनिदेऊ न कस्तो रहेछ यहाँको चाहिँ तपाईँहरूलाई हेर्नको लागि चाहिँ हाम्रो जुन महाभारतको देख्न सक्नुहुन्छ यहाँ